थुप्तेन जोपा रिम्पोचे तिब्बती ऐलखोखा डाटो वाइली थपबेस्टान बिजोटपा एक प्रसिद्ध तिब्बती बौद्ध लामा थिए। उहाँको जन्म नाम दावा छोटार थियो। उहाँ 3 गते चैत 1945 नेपालको सोलुखुम्बु क्षेत्रमा रहेको थामी थाङमे गाउँमा जन्मनु भएको थियो। यो ठाउँ माउन्ट एभरेस्ट नजिकै छ। उहाँ गेलुक सम्प्रदायका लामा हुनुहुन्थ्यो र महायान बौद्ध परम्पराको संरक्षण तथा प्रसारमा ठूलो योगदान दिनुभयो। उहाँको जन्मदेखि नै विशेष संकेतहरू देखिएका थिए। सानै उमेरमा करिब 3 देखि 4 वर्षको हुँदा उहाँलाई लाउडो लामा कुन्साङ येसेको पुनर्जन्मका रूपमा चिनिनुभयो। लाउडो लामा त्यही क्षेत्रका एक महान योगी थिए जसले लाउडो गुफामा ध्यान गर्दै बिताएका थिए। बालक दावाले सानैमा लाउडो गुफातिर चढ्न खोज्ने गर्थे जसले सबैलाई आश्चर्यमा पार्थ्यो। 10 वर्षको उमेरमा उहाँ तिब्बत जानुभयो र डोमो गेसे रिम्पोछेको मठमा अध्ययन तथा ध्यान गर्नुभयो। तर 1959 मा चीनको आक्रमणपछि उहाँ भुटान हुँदै भारतको बक्सा दुवार शरणार्थी शिविरमा पुग्नुभयो। त्यहाँ उहाँको भेट लामा थुप्तेन येसेसँग भयो जसले उहाँका मुख्य गुरु बन्नुभयो। लामा येसे र जोपा रिम्पोचेले मिलेर बौद्ध धर्मको प्रसारमा ठूलो काम गर्नुभयो। 1960 कोलम्बो दशकको अन्त्यतिर उहाँहरूले नेपालमा कोपन मठ स्थापना गर्नुभयो। यो मठ पश्चिमी विद्यार्थीहरूका लागि बौद्ध शिक्षाको प्रमुख केन्द्र बन्यो। 1975 मा उहाँहरूले फाउन्डेसन फर द प्रिजर्भेसन अफ द मायान ट्रेडिसन अफ पीएमटी स्थापना गर्नुभयो। यो संस्थाले विश्वभरि 160 भन्दा बढी केन्द्र, मठ र परियोजनाहरू सञ्चालन गर्छ। लामा येसेको 1984 मा देहान्तपछि जोपा रिम्पोचे एफपीएमटीको आध्यात्मिक निर्देशक बन्नुभयो र 39 वर्षसम्म यो जिम्मेवारी वहन गर्नुभयो। उहाँले अमेरिकाको पोर्टल्यान्ड, ओरेगनमा मैत्रीपा कलेज पनि स्थापना गर्नुभयो जसले बौद्ध अध्ययन र आधुनिक शिक्षा प्रदान गर्छ। जोपा रिम्पोचेले करुणा, बोधिचित्त, शून्यता र ध्यानका बारेमा धेरै किताबहरू लेख्नुभयो। उहाँका किताबहरू जस्तै द डोर टु स्याटिस्फ्याक्सन आदि विश्वभरि लोकप्रिय छन्। उहाँले जनावरहरूको मुक्ति, चिकित्सा र परोपकारका लागि पनि ठूलो काम गर्नुभयो। उहाँको जीवन सधैँ अरूको दुःख निवारण र बौद्ध धर्मको प्रचार प्रसारमा समर्पित थियो। उहाँले विश्वका विभिन्न देशहरूमा यात्रा गरी लाखौंलाई शिक्षा दिनुभयो। उहाँको हास्य, करुणा र गहिरो ज्ञानले सबैलाई प्रभावित पार्थ्यो। दुर्भाग्यवश 13 गते साउन 2023 मा काठमाडौँमा उहाँको निधन भयो। उहाँ 77 वर्षका हुनुहुन्थ्यो। त्यसअघि उहाँ त्सुम उपत्यकामा जानुभएको थियो जहाँ उचाइका कारण स्वास्थ्य बिग्रियो। काठमाडौँ फर्किएपछि उहाँले अन्तिम ध्यान तुक्तममा बस्नुभयो। उहाँको देहलाई कोपन मठमा राखियो र विशेष पूजा गरियो। थुप्तेन जोपा रिम्पोचेले बौद्ध धर्मलाई विश्वव्यापी बनाउन ठूलो भूमिका खेल्नुभयो। उहाँको योगदानले लाखौं मानिसहरूलाई शान्ति र बोधको बाटो देखायो। उहाँको सम्झना सधैँ जीवित रहनेछ। उहाँको करुणामय जीवनबाट हामी सबैले प्रेरणा लिन सक्छौं।